दर्शकबिनहरू यति बेला भने रामले आफ्नो लाल पूर्जा लिएर घरबाट निस्किसकेका छन्। यही समयमा सुर्ती र सिर्जना जान्छन् र भेट हुन्छ। रामले सबै लाल पूर्जा सुर्तीको हातमा थमाउँदै निकै दुःखले जोडेको सम्पत्ति हो, यो बेचेर नखानु, राम्रो सदुपयोग गर्नु र कुनै दिन तिमीहरूलाई मेरो याद आएछ भने यही सम्पत्ति हेरेर सम्झिनु। अब म यो गाउँबाट निस्किन्छु, रामले भनेका हुन्छन्। यसपछि सुर्ती र सिर्जनाले यसरी हामीलाई छोडेर जाने कुरा नगर्नुहोस् राम, यो गाउँमा तिमीले पनि छोडेर गयौ भने हामी मात्र हुन्छौं भनेपछि रामले पनि भन्छन् कि म रहरले जान लागेको होइन, बाध्यताले हो भनेर। अब पनि म यो गाउँमा बसिरहे भने शक्तिले खोजी खोजी मार्छ। अब जसरी भए पनि यो गाउँबाट जानै पर्छ। अनि फेरि मरेर गएका मानिसहरूको यादलाई भुलाउन भए पनि म यो गाउँ छोडेर जानै पर्छ। बिन्ती छ, तिमीहरूले पनि मलाई रोक्ने काम नगर भनेका थिए। तर सुर्ती र सिर्जनाले कुनै पनि हालतमा तँलाई हामी जान दिन्नौं भनेर रामलाई जबरजस्ती तान्दै लगेर नै भित्र थुनिदिएका हुन्छन्। यता दुर्गा आमाको आँगनमा बिकी, शक्ति र दुर्गा आमा बसिरहेका हुन्छन्। अनि शक्ति भन्छन्, मुनाजी, यदि भोलि हाम्रो घरमा रामले मैले गल्ती गरे मलाई माफ गर्नुहोस् भन्दै खुट्टा ढोगेर माफी मागे भने अब के हुन्छ भनेका थिए। तर मुनाले भन्छन् पश्चिमबाट घाम आउँछ भनेर। तर तिमीहरूले अनेक षड्यन्त्र रचेर कमजोर अनि जित्यौ पनि। तर रामको अन्तिम सास रहन्जेलसम्म पनि राम तिमीहरूको अगाडि झुकेर कहिले पनि माफ माग्न आउँदैनन्। तिमीहरूको अगाडि रामले कहिले पनि झुकाउनु हुँदैन भनिरहेका हुन्छन्। यदि रामले यहाँ आएर खुट्टा समातेर माफी माग्नु भएछ भने जे हुन्छ, बाघले शिकार गर्नुभन्दा अगाडि आफ्नो 2 कदम पछि सारे भने जस्तै हो। त्यसपछि भक्कानिएका हुन्छन् र कोही पनि बाँकी रहनेवाला छैनन्। यदि तिमीहरूले रामलाई यही ल्याएर झुकाउन खोज्यौ भने तिमीहरूको ठुलो गल्ती हुनेछ। याद राख, अब रामको अगाडि पछाडि रुने कोही पनि छैनन्। यही भनेर तिमीहरूले सबै कुराहरू नसोचे पनि हुन्छ। यस्तो भयो भने चाहिँ तिमीहरू कोही पनि बाँकी रहने छैनौ भनेर मुनाले चेतावनी दिएकी थिइन्। तर शक्ति भन्छन्, म विगत 16 वर्षदेखि यही हेर्न बसेको हुँ। जसरी भए पनि अब रामलाई झुकाउनु पर्छ र माफी माग्न लगाउनै पर्छ भनेर बार बार गरिरहेका हुन्छन्। आदरणीय दर्शकबिनहरू, आजको भिडियो यति नै। यस विषयमा रहेर के भन्न चाहनुहुन्छ तल कमेन्ट बक्समा गई आफ्ना जिज्ञासा, राय, सल्लाह सुझावहरू लेख्न भने नबिर्सनुहोला। यदि तपाईहरू हाम्रो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरी नजिकै रहेको बेल आइकन दबाई हामीसँग जोडिन भने नबिर्सनुहोला भन्दै यस भिडियोबाट छुटिन चाहन्छौँ। तपाईको बाँकी पल, बाँकी समय शुभ भएर बितोस्। हस्त, नमस्कार, जय नेपाल, जय नेपाली।